यो एकजना सिस्टरले के भन्दैछ हो त्यहाँनिर उखुबारीमा गुन्द्री आछ्या छ अर्काको अर्काको बुढा हो भनेर भन्छ नि के भन्न लाको हो त्यहाँनिर म त कुरा बुझिन त भन्न पनि लाज हुने अब के गर्ने कति सस्ता भएका हाम्रा दिदी बहिनीहरू यो थेगो हो कि के हो एउटा कमला गुरुङले जित बहादुर ओडार भन्छ नि हो त्यस्तै अब यता पनि अर्को निस्केछ उखुबारी भन्ने हने बुढी बाख्राको मान्दल छालाबाट बनेको मान्दल राम्ररी बज्छ अरे भन्छन् कोही अर्काका बुढाहरू मान्दल बजाउन जान्ने हुनुहुन्छ भने लु न त त्यो उखुबारीमा गुन्द्री ओछ्याएको छन् अरे एउटा सिस्टरले मान्दल बजाइहालौँ त कतिको बद्दो रहेछ एउटा लाज शरम इज्जत पनि नभएका दिदी बहिनीहरू अनि रत्याउलीमा मान्दल मजाले बजाइदिनुहोस् त अर्काका बुढाहरू को हुनुहुन्छ मान्दल बजाउन जान्ने हे भगवान के गर्नु भन्न पनि लाज हुने सुन्न पनि लाज हुने दिदी बहिनीहरू हाम्रै दिदी बहिनीहरूलाई मात्रै रत्याउली लाग्दो रहेछ दुनियाँ बोल्नु पर्ने रहेछ के भएको यस्तो के भएको हो जिस्किने पनि एउटा तरिका हुन्छ तर यो चाहिँ जिस्किने पनि के खालको जिस्के हो अलिकति लाज शरम हुनु पर्ने नि ए भगवान हाम्रा दिदी बहिनी के साह्रो सस्ता भएका त्यही भएर त हामी दिदी बहिनी महिला चाहिँ हेपिन कारण यस्तै शब्दले हो क्या हेपिनु पर्ने